चाहन्छु। पहिला चाहिँ यहाँको वडा अध्यक्षज्यू र मेयर साहब र म यहाँ आएका थियौँ र विद्यार्थीको गतिविधिको बारेमा पनि बुझेका थियौँ र उहाँले केही पैसा हालिदिनु भनेर गत वर्षमा भन्नुभएको थियो। मैले 10 लाख पैसा पनि राखिदिएको थिएँ र अधुरो छ भनेर भन्नुभएको थियो। फेरि त्यहाँको अधुरो बजेट पनि राख्ने प्रतिबद्धता पनि हामीले गरेका थियौँ र विशेष गरी यो कहाँबाट त्यो भावना जाग्यो भन्ने विषयमा पत्रकार साथीहरूलाई यहाँको वडा अध्यक्षज्यू, उपप्रमुखज्यू र पार्टीका नेतागण र पार्टी सहज्यू र यहाँका प्रह, हाम्रो त्रिभुवन माविका प्रह सबैलाई चाहिँ मेरो पत्रकार साथीहरूलाई विनम्र अनुरोध छ। तपाईहरु एउटा स्वीकारेर आइदिनु भयो यति टाढा विकट ठाउँमा। यो ठाउँको पहिचानका लागि हामीले केही गर्नुपर्छ, पर्यटकीय क्षेत्र पनि हो भन्ने हामीले सोचेका छौँ। तर यहाँ भावना कहाँ जाग्यो भने मेरो श्रीमतीजीले के भन्नुभयो भने कि पशुपतिमा तपाईको जन्मदिनमा असहाय र त्यहाँ खाना नपाएकालाई खाना खुवाउने कि भन्ने विषय कुरा गरिसकेपछि अनि मैले चाहिँ मेरो छोरासँग कुरा गरेका थिएँ कि 28 जना विद्यार्थी यो हाम्रो मिन थापाजीले चाहिँ पटक पटक घचघचाइराख्नु भएको थियो र यहाँको हेड सरले पनि घचघचाइराखेको र मेरो दिमागमा चाहिँ सेट भएको तर बिर्सेको र तपाईले यस्तो भन्नुभएको थियो ड्याडी र यहाँ पशुपतिमा खुवाएर तपाईहरु कसैले देख्दैन तर त्यहाँ 28 जनालाई चाहिँ खुवाउँदाखेरि सहारा हुन्छ बेसहारा तिनलाई चाहिँ तपाईले चाहिँ एक जोड लुगा दिएर कम्तीमा पनि चाहिँ एक साथ खाना खुवाउनुहोस्। त्यसले चाहिँ स्कुलको के अरे राहत पनि हुन्छ स्कुललाई। अर्को त्यो ठाउँलाई चाहिँ सन्देशमूलक एउटा कार्यक्रम कम्तीमा त्यहाँका पत्रकार साथीहरूलाई चाहिँ बोलाएर चाहिँ गर्यो भने भोलि कुनै सङ्घ संस्थाले पनि यसलाई चाहिँ सहयोग गर्न सक्छ यो विद्यालयलाई भन्ने कुरा राखेका कारणले मेरो छोराको भनाइबाट प्रभावित भएर वास्तवमा मिन थापाजीले पनि पटक पटक यो राख्नुपर्छ भन्ने कारणले यसरी गरे। तर मैले यो अनुभूति पनि किन गरेँ भने म पत्रकार साथीहरू एकदमै मेरो लागि चाहिँ इमानदारै हुनुहुन्छ। तपाईहरु जहिले पनि चाहिँ मेरो मनमा चाहिँ मन वचनमा रहेको साथीहरू हुनुहुन्छ र मैले चाहिँ मेरो जीवनको पढाइको सुरुवातमा चाहिँ मैले पढ्दै गर्दाको मैले आफू पढाइमा पैसा नपाएर वञ्चित भएको अवस्था पनि मैले बुझेको छु र आज म मन्त्रीको हैसियतमा छु। त्यसकारणले सङ्घर्ष र आफू जिम्मेवार बन्नका लागि चाहिँ आफूले गरेको बाटो आफ्नो धरातललाई पनि नबिर्सेर यी विद्यार्थीको भविष्यका लागि चाहिँ हामीले केही गर्नुपर्छ। समाज रूपान्तरण हामी आफूभन्दा पछाडि फर्केर हेर्यो भने आफूभन्दा कमजोर वर्गलाई, आफूभन्दा कमजोर समूहलाई, आफूभन्दा कमजोर चाहिँ भेगलाई चाहिँ गर्नुपर्छ र कसैले पक्षपात नगरेर अगाडि बढाउनुपर्छ भन्ने मलाई चाहिँ त्यो भावना जागेको कारणले गर्दा मैले चाहिँ यो कार्यक्रम सुरुवात गरेको हुँ र जन्मदिन खासै मेरो मनाउने चाहिँ बानी पनि छैन र घरकाले पनि थिएन। अचानक यसपालि चाहिँ पशुपतिमा श्रीमतीजीले यसरी गर्नुपर्छ भनेको यिनीहरू साथीहरूले सबैले चाहिँ गर्नुभयो र अहिले चाहिँ यो भयो भन्ने मलाई लाग्दछ। र म तपाईहरुलाई के आग्रह गर्न चाहन्छु भने तपाईहरुले चलाएको कलमले पत्रकार साथीहरूलाई मेरो विशेष आग्रह छ। तपाईहरुको चलाएको कलमको कारणले चाहिँ कुनै विद्यार्थीको भविष्य निर्माण हुन्छ भने प्लिज हामीले अन्यतिर भन्दा यस्तातिर जाउँ र शिक्षा क्षेत्रलाई नै चाहिँ हामी समृद्धिसँग जोड्न सक्यौँ भने मात्र मलाई चाहिँ लाग्छ हामी यो ठाउँलाई परिवर्तन गर्न सक्छौँ। जबसम्म हाम्रो समाजको शिक्षा क्षेत्रमा विकास हुँदैन र जबसम्म हामी बेसहारा र यिनलाई चाहिँ यो जुन किसिमको चाहिँ हामीले पोसाक वितरण गऱ्यौँ आज ड्रेस विद्यार्थीलाई र यस्तो खालका चाहिँ कमजोर वर्गलाई हामीले उठाउने शिक्षा क्षेत्रमा हरेक क्षेत्रमा चाहिँ हामीले अगाडि बढाउन सकेनौँ भनेपछि समाजलाई रूपान्तरण गर्न सक्दैनौँ भन्ने मलाई लाग्छ। विशेष गरेर यहाँ थारू बसोबास भएको ठाउँ त्यो पनि मुक्त कमैया बसोबास भएको विपन्न कमलरी बसोबास भएको ठाउँ र सबैलाई चाहिँ मैले के अनुरोध गर्न चाहन्छु भने एकचोटि आफ्नो परिवारको समस्यालाई हेरौँ, एकचोटि आफ्नो परिवारको समस्यालाई हेरौँ। तर त्यो बेला आफूलाई कस्तो पीडा हुन्छ, कस्तो दुःख हुन्छ, कस्तो कष्ट हुन्छ। एकचोटि आफ्नो छोराले चाहिँ पढाइमा पैसा नपाएर वञ्चित भएको र 1 वर्ष रुकेको चाहिँ सोच्नुहोस् त, कल्पना गर्नुहोस् त त्यति बेला किन जन्मियो होला यो धरतीमा भन्ने अनुभूति हुन्छ। कतिपय सुसाइड गर्छु भन्ने हुन्छ, कोही डिप्रेसनमा जाने कोसिस गर्छन् भने त्यो हामीले चाहिँ सोच्दाखेरि त्यस्तो खालको चाहिँ हामीले चाहिँ
र त्यस्तातिर चाहिँ जाँदाखेरि हामीले आफ्नो सन्तानको मात्र चिन्ता गर्छौँ भने जबसम्म हामी जनप्रतिनिधि र जबसम्म हामी सार्वजनिक मान्छे आफ्नो समस्या जसरी सोच्छौँ त्यसरी समाजको समस्यालाई चाहिँ हामीले चाहिँ आफ्नो समस्या हो भन्ने खालको चाहिँ अनुभूति चाहिँ गराउन सक्दैनौँ तबसम्म समाज रूपान्तरण गर्न सकिँदैन भन्ने मलाई लाग्छ। त्यही उद्देश्यका साथ त्यो दृढ